हेलो गाइस, आज चाहिँ हाम्रो किचनमा नि गोवन स्टाइलमा प्राउन्स करी बन्दैछ। यो चाहिँ मेरो हस्बेन्डले फर्स्ट टाइम खाना बनाउँदै हुनुहुन्छ है। आज कस्तो बनाउनुहुन्छ थाहा छैन। उहाँले खाना बनाएको चाहिँ मैले फर्स्ट टाइम नै देखेको हो। योभन्दा पहिला कहिले केही बनाउनु नै भएको छैन अरे के घरमा पनि। अब हेरौँ कस्तो बनाउनुहुन्छ। हेर्दाखेरि चाहिँ एकदम मिठो होला जस्तो लाग्दैछ है गाइस। यसमा चाहिँ पहिला करी बनाउनलाई चाहिँ मसला बनाएर अनि पछि भिन्डी र मुन्गा हालेर मजाले उमाल्ने अनि पछि प्राउन्स हाल्ने यसमा चाहिँ। अनि प्राउन्स हालिसकेपछि पनि अझै यसलाई 5-10 मिनट उमाल्ने मजाले। त्यो प्राउन्सको रस मिक्स भएपछि झन् टेस्ट दामी आउँछ के। अनि त्यही भएर यो प्राउन्स चाहिँ उहाँलाई एकदम मनपर्छ। त्यही भएर प्राउन्स करी चाहिँ मेरो हस्बेन्डलाई, मेरो लागि चाहिँ यता फ्राई फिस बन्छ। हेरौँ कस्तो हुन्छ आज। यो चाहिँ अब अलमोस्ट प्राउन्स रेडी भइसकेको छ गाइस।